ए जातै भन्छन् जेरी र जेरी जेरी के हो सुनम न एक फेरी ए सोध्नै पर्ने केही कारण भाछ र जेरी तिमीलाई के जस्तो लाग्छ र ए संसारभरि छौ चर्चित बनेको तिम्रै मुखले सुन्न पाम भनेको ए नबुझे कि नबुझ्ने बन्या हो जेरी भने सुन्दरी बन्या हो ए यसै गरी बुझाउन पर्छ त सुन्दरीले के काम गर्छ त ए पार्न सक्छ जसलाई नि फेलामा जेनी गर्छ परेको बेलामा ए त्यसो भए इन्द्रेणीमा आऊ घरी घरी पशुपतिमा सुने थिए सुन्दरी ए खस्यो आँसु त्यसैमा रुज्यौ सुन्या भए भन त के बुझ्यौ ए भन्दा रहेछन् तिमी झैँ अरूलाई त्यहाँ त भन्थे चिथर्नीहरूलाई ए जे बुझ्या हौ सै बुझ्यौ ट्याक्कै भोस् तर बानी तिमी सै ठ्याक्कै भो आम फालेर रुखबाट झर्न आउने होल्यौ तिमी त को पर्न ए घडी हेरी घरबाट निस्किन्छु को पर्दिन चिठा दिन त्यसरी तर कहिले ए तिमी त्यस्ती छैनौ हो हेर शम्भुमा त खाइदिन्थे खोसेर ए कुरै के हुन् चम्चाले बानीको के खोसेछ रित्तो हात जालीको एकटी मोबाइल कणेलको साथमा थियो एउटा चाउचाउ छोराको हातमा थियो ए चाउचाउ खोस्नी त्यस्तो कहाँ गर्छ सुन्दरीलाई फलफुल पो मन पर्छ ए के खान्थ्यो खै बानी कस्तो थियो कनाइरहन्थ्यो लुतो आए जस्तो थियो ए के थाहा नजर त्यसैलाई लायौ कि तिमीले लुतो सारेर आयौ कि ए नसम्झ त्यही यो कणेल पल्के झैँ कनाउन लाउ आफैलाई सल्के झैँ ए होइन मेरो लुता झैँ घर्याङ घर्याङ गरेर तिम्रो जस्तो कन्याउनी बानी अभिनय जगतकी महारानी ए कुन जगतकी हामीलाई महारानी थाहा छैन सुन्दरीको बिहा भयो भा छैन ए बिहे त के माया नै बेरिन हत्या गर्ने तिमी हौ टेरिन ए फलफुल ल्याउने मात्रैलाई घेर्छौ त अब तिमीले कस्तालाई टेर्छौ त ए सँगै